हेलो गाइज, अब म अहिले गाउँमा छु। गाउँमा कन्टेन्टहरू केही छैन भन्दा पनि धेरै नै हुन्छ कन्टेन्टहरू गाउँमा हैन। अब अहिले म भान्सा गर्दैछु, मैले दाल र भात बनाइसकेँ। अब मेरो काम चाहिँ अब मैले के बनाउँदैछु भन्ने कुरा तपाईहरुलाई एकछिन देखाउन चाहन्छु। तर तरकारीको लागि अथवा चटनीको लागि मेन नभई नहुने चिज र हामी कहाँ यसको डिलरै, यसको मन्डी नै, यसको गोदाम नै छ हैन। एक त अब हामीले फेरि यो बिक्री प्रयोजनका लागि गराउँदैनौँ, किनभने हामीले बिक्री गर्न भनेर कहिले पनि तरकारी साग सब्जीहरू बिक्री गर्न भनेर हामीले कहिले रोप्दैनौँ, किनभने बिक्री नै हुन्न। बिक्री भए पनि मूल्य पाउन्न हैन। त्यही भएर जहाँ आफ्नो चिजको मूल्य हुन्न हामीले त्यस्ता चिजहरू त्यहाँ प्रदर्शन गर्दैनौँ। लाइफको होस् क्या तरकारीको हैन, खतरा दिन्छु मैले। त्यही भएर म अहिले यहाँ छु गोलभेडाको साथमा। यो गोलभेडाहरू छ, हाम्रो टन्नै नै छ यो गोलभेडाहरू, देख्न सक्नुहुन्छ है। As you can see, as you can you say, as you can you see, as you guys can see here गोलभेडा हैन। मैले टिपिसकेको छु, अब फेरि यो टिप्दैछु मैले, यस्तै टिप्छु। खास यसलाई चाहिँ बेच्ने प्रयोजनको लागि हो भने चाहिँ यसलाई योसँगै टिप्नु पर्छ हैन, यो हरियोसँगै। यदि अहिले लगेर आफैले क्वाप्प खानु छ भने यसलाई यो फालिदिएर यस्तै नाङ्गै टिप्दा पनि हुन्छ है। अब यो मैले बनाउने चाहिँ अब नढाँटेर किन ढाँट्नु हैन, बनाएर अलि खाइहाल्ने, भिडियो हाल्ने बेलासम्म त खाएर पनि भ्याइन्छ। मैले खास बनाउनु चाहिँ मैले माछा बनाउँदैछु हैन। अब यो फेरि तपाईहरुले फेरि यसको छुट्टी आउँछ। यो गोलभेडासँग अङ्गुर मिसाउन त मजा हुन्न नि त। गोलभेडाको आफ्नो इज्जत छ हैन, अङ्गुरको आफ्नो इज्जत छ। कुहिए पनि यो चिज हो कि हैन। अब अलिकति कहिलेकाहीँ तरकारी भएन भने यही ढालिदिनु पनि सकियो, किनभने यो पनि अब खाने प्रयोजनकै लागि प्राउड आई एम भेज भनेर कमेन्ट गर्नेको पनि स्वाग छुट्टै हुन्छ होला। भेज भए पनि ठिकै छ, तिमीहरू तरकारीमै रमाऊ होइन। हामी त मासु नभएपछि सकिन्न, थोरै भए पनि मासु चाहियो। र मैले बनाउँदै गरेको चाहिँ अहिलेको यो सिनारियोमा चाहिँ माछा मैले हिजो मारेको। फेरि तिमीहरूले फेरि पताउँदैन, सरी तपाईँहरूले चाहिँ पताउनु हुन्न होला होइन। माछा मार्ने मेरो टेक्निकहरू के छ भन्नुहुन्छ भने, माछा मार्ने टेक्निक चाहिँ यो एज यु गाइज क्यान सी। तर मैले भनेको मिलिरहेको कि नै। अब यस्तै छ हाम्रो, यस्तै छ पारा मेरो। अझ तपाईँहरूलाई मैले देखाऊँ त। अब फेरि माछै मैले फेरि यो ठुला माछा जालले मारेँ मैले होइन। अब साना माछाको मैले माछा मार्ने कुरा गर्दा गर्दै मैले तरकारी यो माछाहरू बनाउनु ढिलो गऱ्यो भने आमाले मलाई मार्नुहुन्छ कि भन्ने पनि सम्भावना धेरै छ। तर यो आइडियामा चाहिँ माछा मरेन भने यार हेरौँ है त। यो चाहिँ मैले के गराएको भन्नुहुन्छ भने, यहाँ एउटा डिउको बोतल छ होइन, यस्तो धुल्ला धुल्ला, मुझे धुल्ला दुख्ला दिखिरहेमा। धुल्ला धुल्ला देख्नको कारण के हो भनेपछि वनमा आगो लाएर यस्तो छ कि वनै, त्यही भएर धुल्ला धुल्ला देखेँ। नत्र भने त मेरो मोबाइलले खिच्न त दामी नै खिच्छ नि, दामी नै खिच्छ होइन। यहाँ मैले यो डिउको बोतलभित्र मासुहरू रोटीहरू अनि राख्दैछु। त्यो डिउको बोतलमा 3वटा प्वाल पार्दैछु, तर त्यसमा माछा गइरहेको छैन। यो आइडियाले पनि गर्दैछु। अनि यो 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 के को रुख होला तपाईँलाई थाहा छ? यो के को रुख हो तपाईँले भन्न सक्नुहुन्छ? आँपको रुख हो भने जसलाई पनि थाहा छ होइन। यो चाहिँ के को बुट्टा होला कि यो के को बुट्टा होला? यो के को बुट्टा होला थाहा छ? मरिचको बुट्टा हो। मरिच भने फेरि मरिच मानसिङ होइन नि, फेरि मरिचको बुट्टा हो। यस्तै छ। अब हाम्रो के हुन्छ त, अब तयारी के हुन्छ भन्दाखेरि अब त्यो प्याजहरू काट्ने, अब यताउति गर्ने अनि पकाउने त होला नि। यो यहाँ रेडी भयो। अब अर्को चिज चाहिँ मेरो के रेडी हुन्छ, यो लसुन छ होइन, यो रेडी हुन्छ। यति भयो होला मलाई। प्याज चाहियो मलाई, प्याज चाहिँ एउटा भए हुन्छ होइन, किनभने धेरै पर्दैन होइन। यो भयो होइन, यति भयो होइन। अब यसमा हरि मिर्च चाहियो होइन। हरि मिर्च चाहिँ यहाँ रहेछ। अब यस्तै छ पारा मेरो, यस्तै छ पारा मेरो। हरि मिर्च चाहिँ यसरी हाम्रोमा के छ थाहा छ? हरि मिर्चको रुख सुकेछ क्या हुन्छ नि। यति भयो हरि मिर्च पनि हुन्छ। यति जिनिस भयो होइन, यति जिनिस भएपछि लगभग हुन्छ, धेरै पर्दैन।
हाम्रो चुलोमा ठ्याक्कै के भइदियो भन्दाखेरि नेपालको राजनीति जस्तै भइदियो क्या। यो एउटा बुढो दाउरो छ होइन, बुढो दाउरो। यो दाउराले दुईवटा बिचरा युवाहरूलाई बोल्न देखाइन, नै आफू पनि बोल्ला बोल्ला जस्तो गर्छ होइन, काम गर्छ जस्तो छ, काम गर्दिन्न यसले। बिचरा यिनीहरू यस्तो जोस छ नि यी दुईवटा दाउरामा, यिनीहरूले काम गर्न आगो बाल्न यस्तो प्रयास गरेको छैन, यो बड्डो दाउराले दिँदैन क्या। यसको लागि अब अरू साना युवाहरूलाई पनि खोजेर ल्याउनु पऱ्यो कि। त्यो चुलो भनेको पार्लिमेन्ट हो भने दाउराहरू भनेको चाहिँ एमपीहरू हो है, मेम्बर अफ पार्लिमेन्ट। अब युवाहरूलाई एकदम युवा र नयाँ जोस भएका दाउराहरूलाई खोजेर चुलासम्म पुर्याउनु पर्छ। अब यिनीहरूको के भयो भन्दाखेरि बहुमत भयो। बहुमतको के हुन्छ जहिले पनि कदर हुन्छ। अब हेर्नुहोस्, अहिलेसम्म यो बुढोले पाल्न नदिएको बुढोलाई एक्लै पार्न पऱ्यो कि, युवाहरूको यसमा बहुमत बनाउनु पऱ्यो क्या होइन। अब यस्तो दामी आगो बोल्छ हो, त्यस्तो भन्यो भने त पेट्रोलको त लास्टै जोस हुन्छ है फेरि। मैले भन्दै थिएँ नि युवाको जोस आएपछि आगो बलिहाल्छ भनेर, बलिहाल्यो होइन। यसमा हामीलाई त सुरुमै हाल्न पर्ने हुन्छ, तेल नै हुन्छ। यो तेल चाहिँ फेरि अर्कोमा बोतलमा राख्छ नि, यसले कटौरामा किन राख्यो भन्ने कुरामा पनि प्रश्न, ठुलो गम्भीर प्रश्न तिर्सिन सक्छ। किनभने हाम्रो सेलरोटी हालेर बचेको तेल हो, हामीले बिहानमा चाहिँ कहिलेकाहीँ नास्तामा सेलरोटी खाइदिन्छौँ भन्नुभन्दा पनि फुपू आउनुभएको थियो, फुपूलाई लगाउनु सर्नको लागि फेरि त्यस्तो म बिकटकहरू हान्दैन, तर कति चाहिन्छ थोरै चाहिँ भयो हुन्छ होला। अब हामीसँग के छ यहाँ रेडी भन्दा यही छ, प्याज छ, गोलभेडा छ। गोलभेडालाई धोइदिउँ कि अर्ग्यानिक नै भनेर अल्छी गरौँ, धोइदिउँ होला, धोइ पखाली गरिदिउँ बस। ऐया यति भएको यस्तो बबालै दामी भयो होइन। युवाहरूको के हुन्छ भन्दाखेरि युवाहरूको चाँडै चाहिँ जोस सकिन्छ क्या, यो चाहिँ नभएको। युवाहरू बलिरहेको थियो, अब सकिएन जोस। यसमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ हामीको यसलाई चाहिँ ओहो, हामीसँग त मेथी थियो, अब मेथी नहालिदिउँ होइन। त्यस्तो खालि यसलाई चाहिँ डाडु नै चाहिन्छ हो, डाडु मेरो डाडु कम्मरको शिर जस्तो, मेरो डाडु देउबाको नाक जस्तो, मेरो डाडु अर्जुनको साग जस्तो। यसमा चाहिँ बेसार त राख्नै पर्छ, नत्र भने मेरो लाइफ जस्तै हुन्छ यो तरकारी रङ बिनाको। वा इमोसनल त म लास्टै भइदिन्छु है, मेरो लाइफ जस्तै हुन्छ यदि बेसार नहुने भने। मलाई यो नयाँ सालले भ्लगले गर्दा नै जिन्दगी सकिएला, यत्रो त पर्दैन होला हो। महँगी छ किन धेरै मालेर खानु, यति हाल्नु होइन। अब यो प्याजहरू यसको टमाटर पनि छ फेरि, मैले टमाटर ठिक मान्दैन। गोलभेडा छ भने टमाटर किन हाल्नु भनेको है। माछा पकाउने है फेरि यो रेसिपी। यार दिमाग र मोबाइल बराबर तातिन्छ यार मेरो त यार। साथीभाइहरू मैले के पकाउने भन्दैछु, माछा है फेरि यो तिनीहरू एकदमै मिस्टर फुड नेपालमा भनिदिनु कमेन्टमा आएर माछा पकाउनको लागि चाहिँ यसमा थोरै चाहिँ के राख्नुपर्छ भन्दाखेरि चाहिँ त्यो माछा धेरै पाक्छ क्या, त्यही भएर अहिले नै यसमा हल्का भन्दा भन्दै धेरै यसमा अझै थोरै राखौँ कि थोरै राखिदिउँ होइन। हेर्नुहोस् त अहिले त आगो पनि क्या दामी बल्दियो यार।
अब यो चाहिँ खालीको के काम, फेरि आज बेलुका मऱ्यो त मजै माछा होइन, दामी नै छ। सहरमा छ, सबै सहरमा छ, माछाको पनि दामी नै छ होइन। अब यो सहरमा छ होइन, सहरमा छ चाहिँ गाउँमा छ कि तेरो गाउँमा के छ भन्दा सहर छ भन्न मिल्छ। यसलाई चाहिँ यसरी राखिदिने हो, बाँकी केही गर्नु पर्दैन। खुर्सानी कम हुन्छ कि ओ मा सबको घरमा चाहिँ नुन हाल्ने भाँडा चाहिँ लास्टै तोरी नै देखिरहेको हुन्छु मैले, किनभने यसको मूल्य धेरै हुन्न नि त नुनको। यत्रो नुन पर्छ होला, यति नुन हाले हुन्छ होला, थोरै चाहिँ फेरि मेरो नुन हुन्छ नि, नुन एक पालीमा मेरो कहिल्यै हुन्न, यति चाहिँ थप्नै पर्छ, अझ हुन्छ नि यति। यो मेरो बच्चैदेखिको बानी हो, यो बानीको लागि मैले 6 महिना सुधार केन्द्रमा पनि बसेँ, तर पनि बानी सुध्रिएन। यस्तै छ साथीभाइहरू। यो चाहिँ फलामको कडाईमा चाहिँ केही पनि चिजहरू पकाइसकेपछि चाहिँ राख्नु हुँदैन होइन। यस्तो भयो, माछा चाहिँ कस्तो भयो भने तपाईँहरू लगाइरहेको छ भने चाहिँ यस्तो भयो है। क्यारौँ त एकपल्ट तपाईँलाई म चुङाइहालौँ त यो पुच्छर टाइपको खाएर। मैले आजबाट ममाथि मैले आफूलाई यति मिठो माछा पकाइसकेपछि मैले ममाथि अझै गर्व गर्ने मौका पाएँ। यसको लागि यो मौका दिएकोमा माछाहरूलाई धन्यवाद। थ्याङ्क्स फर वाचिङ। अब यस्तै हो, कहिलेकाहीँ झ्याप्प झुप्प आउँछ मेरो भिडियो, हेर्न चाहिँ पर्यो क्या सबैजनाले।